कलशस्थापितदेवताभ्यो नमः। ओम धूपं आग्रयामि दीपं प्रज्वलयामि रावणं गणेशको नमस्कार सबै जनामा र आज आसनं समर्पयामि। ओम पूर्वी ऋग्वेदाय नमः देवस्थल आसनान्ति परिसरमा चन्दन अक्षता भइरहेको पुष्प होम चढाइमि। आज ओम दोस्रो दिन गन्ध अक्षता पुष्पाणि दोस्रो दिनको समर्पयामि। शुभारम्भ भइसकेको छ। पूर्वी ऋग्वेदाय नमः गन्धाक्षर पुष्पाणि ऋग्वेदाय नमः हस्तयो अर्घ्यं समर्पयामि। पूर्वी ऋग्वेदाय यज्ञोपवीतं समर्पयामि। एउटा जनित सहजं पुरास्तार आयुष्यमग्रं प्रति नमः। ल्यारमथि नौ ब्रह्म चढाइमि। ओम नवग्रह ओम पुनराचमयं जलं समर्पयामि। ओम पय पञ्चामृतस्नानं समर्पयामि। तदन्ति ओम तदन्ति शुद्धोदकस्नानं समर्पयामि। शुद्धोदकस्नानान्ते अपूपं समर्पयामि। अपूपान्ते नानानैवेद्यं समर्पयामि। नानानैवेद्यन्ते पान्ताम्बूलं पुण्यफलम् अर्थात् द्रव्यदक्षिणां समर्पयामि। ओम भौमाय नमः समर्पयामि। चढाइदिने ल्याएर माथि चढाइदिने। ओम नवग्रह मण्डल स्थापित देवताभ्यो नमः। भइसके पश्चात अब हामी गौरीश्वर समाथित देवताको पूजन गर्नेछौँ र पञ्चवक्त्रं त्रिनेत्रं करचरणकृतं वा कायजं कर्मजं वा अथ ध्यानं मः। ओम जने धर्माणि प्रथमन्यसन्न देहनाकं महिमानः सचन्तजत्रा पुरिभेषसायिनो कुबेराय वस्त्रमणाय महाराजाय पूजा गर्छौं। नवरात्रि नै हामीले किन मनाउँछौं? 8 पनि मनाउन सक्थ्यौं, 10 पनि मनाउन सक्थ्यौं, 11 पनि मनाउन सक्थ्यौं, तर 9 नै किन हामी मनाउँछौं? 9 दिन नै नवरात्रि नै हामी किन मनाउँछौं भन्दाखेरि 9 जो आत्मा पूर्ण छ। कसरी भन्नुहुन्छ भनेदेखि हजुरले हामीले बाल्यकालदेखि नै गुना सिकेको छौं। 1 को 2 को 3 को 5 को 10 को हामी गुना गर्छौं। तर हजुरले सायद यो ख्याल गर्नु भएको छैन भनेदेखि घरमा गएर हजुरले गुना लेख्नुहोस्। त जब हामीले गुना लेख्छौं कुनै पनि चाहे 1 को गुना लेखौं, 2 को गुना, 5 को 10 को कहीँ पनि हामीले पूर्ण अंक पाउँदैनौं। तर 9 को जो गुना जब हामी लेख्छौं 9 1 9 त भइहाल्यो। 9 2 18 8 र 1 लाई जोड्नुहोस् त 9 नै हुन्छ। 9 3 27 7 र 2 लाई जोड्नुहोस् 9 नै हुन्छ। 9 4 कति हुन्छ? कति हुन्छ? 36। 6 र 3 लाई जोड्नुहोस् 9 नै हुन्छ। 9 5 45 5 र 4 लाई जोड्नुहोस् त्यो पनि 9 नै हुन्छ। अन्त तक 9 10 90 शून्य को कुनै भ्यालु हुँदैन, पूर्ण अंक 9 नै रहन्छ। त यो पर्वले त हामीलाई के प्रेरणा दिन्छ भन्दाखेरि कि आफ्नो जीवनमा त्यो शक्तिलाई जान, जुन शक्तिले आज सम्पूर्ण चराचर सृष्टिलाई नै चलाइरहेको छ, त्यो शक्ति म भित्र पनि छ, त्यो शक्ति तपाई भित्र पनि छ। अनि जब त्यो शक्तिलाई तपाईले मान्नु होइन, जान्ने विषयतिर जान्छौं, मान्नाले मात्र तपाई हाम्रो जीवनको कल्याण हुनेवाला छैन। प्राप्त गरेर अर्जुनले पनि जो आफू
भित्र भएको त्यो शक्तिको ज्योति स्वरूप परमात्माको दर्शन गरे त अर्जुनले के भने भन्दाखेरि हे प्रभु जो स्वरूप ज्योति स्वरूप जो तपाईको मेरो हृदयमा विद्यमान छ त्यो त यति प्रकाशमय रहेछ। हजारौं करोडौं सूर्य एक साथ उदय हुँदाखेरि पनि तपाईको प्रकाश स्वरूपको बराबर गर्न सक्दैन रहेछ। त्यति प्रकाश स्वरूप हजुरको रहेछ प्रभु कि मैले हजुरलाई त सखा सम्झिरहेको थिएँ, मित्र सम्झिरहेको थिएँ, यो बाहिरी शरीरलाई मात्र मैले महत्त्व दिइरहेको थिएँ भन्ने गर्छौँ। भगवान शिवको पनि अहिले तेस्रो नेत्र, त्यो तेस्रो नेत्र तपाईकोमा पनि छ, मेरोमा पनि छ। अनि तपाईँ सबैले नै आफू भित्र भएको त्यो ईश्वरीय ज्योति स्वरूप परमात्माको साक्षात्कार गर्न सक्छौं। जो शक्तिको आज हामी पूजा गरिरहेको छौं वास्तवमा त्यो शक्ति आज तपाईहरुले भित्र नै विद्यमान छ। सम्पूर्ण भक्त समुदायमा आज एक जल हाम्रा पण्डितजीहरू फूल चले और चले का भोग लगी संत करी सेवा। जय गणेश जय गणेश जय गणेश देवा। जय गणेश जय गणेश जय गणेश देवा। माता गौरी पार्वती पिता महादेवा। माता गौरी पार्वती राम की वैष्णवी राम की राम की कालिका राम की सूर्य राम की गंगा मैया की यमुना मैया की सरयू मैया की वृंदावन धाम की रामचंद्र भगवान की जय। पार्वती पतय हर महादेव यानिकानि तपापानि धन्वंतर कृतानि मेरो